न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरूले सर्वोच्च सहित देशभरका अदालतमा आजदेखि बहस पैरवी नगर्ने विरोध प्रदर्शनमा आफ्नो समर्थन रहेको महान्यायाधिवक्ता श्रेष्ठको भनाई। भूकम्प पीडितलाई दोस्रो किस्ता बापत दिने 28 अर्ब रुपियाँ निकासा भइसकेको अर्थमन्त्री महराको जिकिर। कोष तथा नियन्त्रण कार्यालयमा प्रक्रिया अड्कियो। भारतको ओडिसामा भएको रेल दुर्घटनामा कम्तीमा 30 जनाको मृत्यु, 100 भन्दा बढी घाइते। र आहा रारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा मनाङ मर्स्याङ्दी र धरान फुटबल क्लब भेट्दै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी दिवा र म अनिल। सुरु गरौँ मुख्य प्रसङ्गबाट। उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोधमा महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिल र ट्रेड युनियनले आजदेखि सर्वोच्च अदालत सहित मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवी बहिष्कार गर्ने भएका छन्। सरकारी वकिल तथा 4वटा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा आफूहरूलाई भेदभाव गरेर व्यवस्था गरिएको भन्दै निर्णय नसचिएसम्म कुनै पनि अड्डा अदालतमा बहस पैरवी नगर्ने घोषणा गरेका हुन्। महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले सरकारी वकिलहरूमाथि भएको अन्याय विरुद्ध सबैजना संगठित भएर अदालतलाई असहयोग गर्न घोषणा अनुसार उनीहरू विरोधमा उत्रिएको बताउनुभयो। उहाँले आफ्नो अभिभावकीय भूमिका रहेकाले सरकारी वकिलहरूले आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताउनु भएको छ। रेडियो कान्तिपुरसँग कुरा गर्दै महान्यायाधिवक्ता श्रेष्ठले भन्नुभयो, मैले चाहेर आन्दोलन हुने वा नचाहेर आन्दोलन नहुने भन्ने होइन। आफूहरूमाथि परेको अन्याय विरुद्ध उहाँहरू आन्दोलित हुनुभएको हो। निर्णय नसचिएसम्म अदालतलाई असहयोग गर्ने अभियान अन्तर्गत कुनै पनि अदालतमा बहस पैरवी नगर्ने सरकारी वकिलहरूले बताएका छन्। अर्थ मन्त्रालयले भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्न पुनर्निर्माण प्राधिकरणलाई 28 अर्ब रुपियाँ निकासा गरिसकेको जनाएको छ। प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि लामो समयदेखि रकम ताकेता गरे पनि नपाएको भन्दै गुनासो गरिरहेका बेला अर्थले आवश्यक रकम विनियोजन गरिसकेको जनाएको हो। रेडियो कान्तिपुरसँग आज बिहान कुरा गर्दै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले दोस्रो किस्ताको अनुदान रकम वितरणका लागि बजेट विनियोजन भइसकेको दावी गर्नुभयो। सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा रोकिएको भन्दै मन्त्री महराले सो रकम केही दिनमा प्राधिकरणमा जाने बताउनुभयो। भूकम्प पीडितको अवस्थाप्रति सरकार निकै संवेदनशील रहेको भन्दै उहाँले राष्ट्रिय पुनर्निर्माणको कामलाई तीव्रता दिन बेरोजगार युवालाई पुनर्निर्माणमा लगाउने सम्बन्धी कार्यविधि बनाइरहेको उल्लेख गर्नुभयो। उहाँले पुनर्निर्माणको काममा ढिलाइ नहोस् भनेर मन्त्रालयगत समन्वय गर्न आफूले सरकारवाला निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो। महराले यो वर्ष साना तथा कृषिजन्य उद्योगबाट थप 10,000 रोजगारी सृजना गर्न लागि भन्दै युवा स्वरोजगार कोषको अवधारणालाई प्रभावकारी बनाउने दावी समेत गर्नुभयो। प्रमाणपत्रका आधारमा ऋणको व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेकाले केही दिनभित्रै प्रमाणपत्र राखेर ऋण पाउने व्यवस्था गरिने दावी समेत गर्नुभयो। निजी आवास पुनर्निर्माणका लागि भक्तपुरमा आजबाट पहिलो किस्ता बापतको अनुदान रकम वितरण गरिँदैछ। भूकम्प गएको 20 महिनापछि निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरी बैंकमा खाता खोलेका पीडितले आफ्नो किस्ताको 50,000 रुपियाँ अनुदान पाउन लागेका हुन्। यसअघि अति प्रभावित 14 जिल्ला मध्येका भक्तपुरमा पहिलो किस्ता वितरण गर्न बाँकी थियो। भक्तपुरका भूकम्प प्रभावित 6वटै नगरपालिकाले तोकेको बैंकमा लाभग्राहीलाई अनुदान रकम वितरणको तयारी गरेको जीविसा भक्तपुरले जनाएको छ। पहिलो चरणमा 18,000 लाभग्राहीले राहत रकम प्राप्त गर्ने बताइएको छ। यसैबीच दोस्रो किस्ता बापतको अनुदान वितरणको रकम अर्थ मन्त्रालयले निकासा गरेको जानकारी आएकाले आफ्नो खातामा आए लगत्तै केही दिनमै लाभग्राहीलाई दिने प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्दराज पोखरेलले सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासाको प्रक्रियामा रहेको र जतिसक्दो छिटो ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। बर्दिया राष्ट्रिय निकुञ्ज स्थित पूर्व पश्चिम राजमार्गमा गैराती मोटरसाइकल चित्तलसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट चित्तलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीको टिकापुरबाट नेपालगञ्ज आउँदै गरेको से 3 प 1095 नम्बरको मोटरसाइकल चित्तलसँग ठोकिँदा अन्दाजी 35 वर्षीय विष्णु दत्त रावलको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक भरत बहादुर बोहराले बताउनुभयो। करिब 2 साता अघि सोही ठाउँमा बसको ठक्करबाट बाघको मृत्यु भएको थियो।
उपल्लो मुस्ताङको लुमाङथाङ दरबारमा कुनै बेला स्थानीयदेखि विदेशी पाहुनाको भिड लाग्थ्यो। बैठक भेटघाट नाचगानका कारण फरक पहिचान बनाएको थियो। 2072 वैशाखको भूकम्पपछि भने रौनक हराएको छ। अधिकांश भाग भत्किएको, छाना नभएको गोठ जस्तै अलपत्र छ दरबार। सर्वोच्च अदालतले हालै सो दरबार पारिवारिक अंश नलाग्ने प्रतात्विक भवन भएकाले संरक्षण गर्नु भने फैसला गरिदिएको छ। तत्कालीन मुस्ताङ्गी राजा जिग्मे पलवार विष्ट गणतन्त्रपछि 2063 सालदेखि नै सपरिवार राजधानीको बौद्धमा बस्न थाल्नु भयो। तैपनि उहाँ वर्षको 1-2 पटक सो दरबार पुग्नुहुन्थ्यो र स्थानीयसँग भेटघाट गर्ने गर्नुहुन्थ्यो। 2068 पछि भने बिरामले थलिएर उहाँ पुग्न सक्नु भएको थिएन। दरबारका कर्मचारी, गोठाला र सहयोगी पनि भवन भत्किएपछि बस्न छाडिदिए। जीर्ण भवन पुनर्निर्माणमा जिल्ला प्रशासनले अहिलेसम्म चासो देखाएको छैन। पुरातात्विक भवन पुनर्निर्माण गर्न मन्त्रालयबाट हालसम्म कुनै जानकारी नआएको प्रमुख जिल्लाधिकारी भीमराज पोखरेलले बताउनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत ओडिसा स्थित रायगढामा रेल दुर्घटना हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। जगदलपुरबाट भुवनेश्वरका लागि छुटेको हीराखण्ड एक्सप्रेस रेलको 8वटा डिब्बा लिकबाट छुटिएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। रायगढबाट 35 किलोमिटरको दूरीमा रहेको विजयनगरसम्मको कुनेरी स्टेसन नजिकै सो रेल दुर्घटनामा परेको हो। दुर्घटनामा सयौं यात्रु घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घटनास्थलमा अझै केही मानिस फँसेका हुन सक्ने आशंका गरिएको छ र घटनामा फँसेकालाई खोजी तथा उद्धार जारी राखिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध विश्वभर प्रदर्शन भएका छन्। विरोधको मुख्य कार्यक्रम अमेरिकाको वाशिङटनमा भए पनि विश्वभरका 600 भन्दा बढी स्थानमा ट्रम्पको विरुद्धमा प्रदर्शन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ट्रम्पको कार्यकालमा महिला हिंसा तथा असुरक्षा बढ्ने, महिला अधिकार जोखिममा पर्न सक्ने भन्दै विश्व समुदायको ध्यानाकर्षणका लागि भन्दै ट्रम्प विरुद्ध प्रदर्शन सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। वाशिङटन डीसीमा ट्रम्प विरुद्ध गरिएको प्रदर्शनमा 5 लाख भन्दा बढीको उपस्थिति रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पको शपथ ग्रहण कार्यक्रममा भन्दा विरोध कार्यक्रममा बढी सहभागिता रहेको बताइएको छ। सिकागोमा 1.5 लाख भन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। यसैबीच लन्डनमा ट्रम्प विरुद्ध भएको प्रदर्शनमा 80,000 देखि 1 लाखको उपस्थिति रहेको बीबीसीले जनाएको छ। यसका साथै अस्ट्रेलिया, न्यूजील्याण्ड, नेदरल्याण्ड, जर्मनी, स्विजरल्याण्ड तथा एसियाली राष्ट्रमा पनि ट्रम्प विरुद्ध प्रदर्शनहरू सुरु भएका छन्। कान्तिपुर डायरीमा अब खेल प्रसङ्ग। आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा आज मनाङ मर्स्याङदी र धरान फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रङ्गशालामा दिउँसो 2:30 बजेपछि खेल सुरु हुनेछ। डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी बाई पाएर क्वार्टर फाइनल प्रवेश गरेको हो भने धरान फुटबल क्लबले एपीएफलाई 1-0 ले पाखा लगाएको थियो। हिजो भएको खेलबाट आयोजक सहारा क्लब सेमिफाइनल प्रवेश गरेको छ। भारतको सिक्किम युनाइटेडलाई ट्राइब्रेकरमा हराउँदै सहारा सेमिफाइनल प्रवेश गरेको हो। 3 विदेशी सहित 12 टोली सहभागी प्रतियोगिताको विजेताले 5 लाख रुपियाँ प्राप्त गर्नेछन्। स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा रियल माड्रिड विजयी भएको छ। रियलको घरेलु मैदानमा भएको खेलमा मालागामाथि 2-1 गोल अन्तरको जित दर्ता गरेको हो। रियलको जितका लागि सर्जियो रामोसले 2 गोल गरेका हुन्। लगातार 40 अपराजित खेल खेलेको रियल पछिल्लो खेलमा सेभियासँग हार बेहोरेको थियो। लिग लिडर रियल माड्रिड 43 अङ्कसहित शीर्ष स्थानमा छ भने सेभिया दोस्रो, बार्सिलोना तेस्रो स्थानमा रहेका छन्। ला लिगाको पछिल्लो खेलमा ग्रनाडा स्पेनियलसँग 3-1 अन्तरले पराजित भएको छ भने भ्यालेन्सियाले भिल्लारियललाई 2-0 गोल अन्तरले हराएको छ। इङ्ग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल पराजित भएको छ। स्वान्सी सिटीसँग लिभरपुल 3-2 गोल अन्तरले पराजित भएको हो। स्वान्सीसँग पराजित लिभरपुलको दोस्रो स्थानमा उक्लने योजना पनि विफल भएको छ। स्वान्सीका फर्नान्डो लोरेन्तेले 2 गोल गरे भने गेल्फी सिगर्सनले 1 गोल फर्काएका थिए। लिभरपुलका रोबर्टो फर्मिन्योले 2 गोल गरेका थिए। पछिल्लो खेलमा म्यानचेस्टर सिटी टटनह्यामसँग र म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकिएका छन्। म्यान सिटीले टटनह्यामसँग 2-2 गोलको बराबरी गर्यो भने म्यान युनाइटेडले 1-1 को बराबरी गरेको छ। म्यान सिटीसँग बराबरी गरेको टटनह्याम 22 खेलबाट दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ। 1 खेल कम खेलेको चेल्सी शीर्ष स्थानमा कायमै छ। जाँदै मुख्य प्रसङ्गहरू पुनः एकपटक। न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलले सर्वोच्च सहित देशभरका अदालतमा आजदेखि बहस पैरवी नगर्ने आफ्नो समर्थन रहेको महान्यायाधिवक्ता श्रेष्ठको भनाई।
भूकम्प पीडितलाई दोस्रो किस्ता बापत दिने 28 अर्ब रुपियाँ निकासा भइसकेको अर्थमन्त्री महराको दावी। कोष तथा नियन्त्रण कार्यालयमा प्रक्रिया अड्कियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध विश्वका 600 भन्दा बढी स्थानमा प्रदर्शन। र आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा मनाङ मर्स्याङ्दी र धरान फुटबल क्लब भिड्दै। हवस् त प्रसङ्गसहित कान्तिपुर डायरीको यो बुलेटिन अहिलेलाई यहीँ सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजी हुनेछ। तबसम्मका लागि कान्तिपुर डायरीबाट साथी दिवा र म अनिल बिदा माग्छौँ। नमस्कार।